यदि कसैले भन्यो कि विश्वको यो जुन बढ्दो तापमान छ नि उहुँ, त्यसलाई रोक्न वा भनौँ विश्वव्यापी गरिबीको अन्त्य गर्न हजुर। अनि भत्ताभुङ्ग भएको यो स्वास्थ्य प्रणालीलाई सुधार्न ठूला ठूला अन्तर्राष्ट्रिय सम्मेलन कक्षहरू वा ती अर्बपतिहरूतिर हेर्नु पर्दैन। उहुँ, बरु बरु एउटा सामान्य घरको भान्सा वा बैठक कोठालाई हेर्नुपर्छ भन्यो भने त सुन्दा निकै अचम्म लाग्न सक्छ नि है। एकदमै अचम्म लाग्छ किनभने सामान्यतया हामी यी विश्वव्यापी मुद्दाहरूको समाधान त न्युयोर्क वा जेनेभामा हुने ठूला हस्ताक्षरहरूमा खोज्छौँ। हो नि, त्यही ठूला हस्ताक्षरहरूमा खोज्छौं। तर कहिलेकाहीँ के हुँदो रहेछ भने नि सबैभन्दा जटिल समस्याको साँचो हामीले सोचे भन्दा धेरै नजिक, भनौँ न हाम्रै घरको ढोकाभित्र लुकेको हुन्छ। पक्कै पनि। यो साँच्चै नै विचारणीय दृष्टिकोण हो। हामी अक्सर नीति निर्माणलाई कस्तो मान्छौं भने राज्य सत्ताको माथिल्लो तहबाट तलतिर प्रवाह हुने एउटा एकतर्फी आदेशको रूपमा मात्र बुझ्ने गर्छौं। तर ती नीतिहरू जतिसुकै ठूला भए पनि नि तिनीहरूको वास्तविक परीक्षण र अन्तिम कार्यान्वयन हुने थलो भनेको समाजको सबैभन्दा सानो तर सबैभन्दा लचिलो एकाइ नै हो। अर्थात् परिवार। एकदम। त्यो एकाइले कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुराले नै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीतिको सफलता वा असफलता तय गर्छ। हो, र आजको यस विस्तृत छलफलमा हामी त्यही आधारभूत एकाइको शक्ति र यसभित्र लुकेको विश्वव्यापी संयन्त्रलाई डिकोड गर्नेछौँ। हजुर। आज हाम्रो स्रोत सामग्री मुलुकी खबरमा प्रकाशित एउटा निकै रोचक लेख रहेको छ। विषय छ अन्तर्राष्ट्रिय परिवार दिवस। क्यालेन्डरमा हेर्दा त यो मे 15 तारिखमा पर्ने एउटा सामान्य दिवस जस्तो मात्र लाग्न सक्छ नि, है? हो, धेरैका लागि यो केवल सामाजिक सञ्जालमा एउटा शुभकामना आदान प्रदान गर्ने दिन होला। तर आजको हाम्रो मिसन भनेको यो सामान्य जस्तो लाग्ने दिवस वास्तवमा दिगो विकास अनि अर्थतन्त्र र वातावरणीय मुद्दासँग कसरी गहिरिएर जोडिएको छ भनेर बुझ्नु हो। एकदम सही कुरा। क्यालेन्डरका यस्ता दिवसहरूलाई केवल उत्सवको रूपमा मात्र नहेरी एउटा रणनीतिक सूचकको रूपमा हेर्नुपर्ने हुन्छ नि त हामीले। स्रोत सामग्रीले नै स्पष्ट पारेको छ कि यो दिवसको पछाडि एउटा निकै गम्भीर उद्देश्य छ। त्यो के हो भने परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउनु। अनि यस वर्षको नारा पनि त त्यस्तै छ नि, दिगो विकासका लागि परिवारमुखी नीति। यसले त झन् यसलाई सिधै विश्वको भविष्यसँग जोडिदिएको जस्तो लाग्छ। हो नि। ठिक छ, यसलाई अलिकति खोतलेर हेरौँ है त। जब स्रोतले यो परिवारमुखी नीति भन्छ नि, यसले परिवारलाई एउटा घरभित्र बस्ने र रगतको नाता भएको समूहको रूपमा मात्र त पक्कै हेरेको छैन। छैन। मलाई त यो समग्र समाजको अर्थतन्त्र र विकासलाई अगाडि बढाउने एउटा इन्जिन जस्तो लाग्छ। वाउ, इन्जिन। हो नि, मतलब जसरी एउटा गाडी जतिसुकै महँगो वा आधुनिक भए पनि त्यसको इन्जिनमा गडबडी भयो भने त त्यो 1 इन्च पनि अगाडि बढ्दैन नि, होइन र? पक्कै पनि बढ्दैन। हो, त्यसैगरी राज्यको संयन्त्र जति बलियो भए पनि यो परिवार भन्ने इन्जिनले काम गरेन भने त विकास सम्भवै छैन जस्तो लाग्छ मलाई त। त्यो इन्जिनको रूपकले यहाँको जटिलतालाई निकै राम्ररी बुझाउँछ। यहाँ रोचक कुरा के छ भने स्रोतले प्रष्ट रूपमा 3वटा प्रक्रियाहरूको कुरा गरेको छ नि, सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय। हजुर। यसलाई अझ गहिराइमा गएर हेरौँ न त। जब हामी यो जनसाङ्ख्यिकीय प्रक्रिया अर्थात् डेमोग्राफिक प्रोसेसको कुरा गर्छौँ नि, मानिसहरूलाई लाग्न सक्छ यो त तथ्याङ्क विभागले राख्ने जन्म र मृत्युको एउटा हिसाब किताब मात्र हो। तर वास्तवमा यसले त समाजको पुरै स्वरूप नै बदल्छ नि। कसरी बदल्छ त? अलिकति प्रस्ट्याउनुस् न। जस्तै मानव कुनै देशमा युवाहरू कामको खोजीमा ठूलो संख्यामा विदेशीय वा सहर पसे भनौँ न, यसले गाउँमा रहेका परिवारको संरचना त रातारात परिवर्तन गरिदिन्छ नि त। हो नि। घरमा अब को बाँकी रहन्छ त? केवल वृद्ध र बालबालिका मात्र। हो, यसको अर्थ राज्यले युवाहरूलाई लक्षित गरेर रोजगारीको नीति त बनाउला, तर त्यो बसाइसराईले ल्याएको सबैभन्दा ठूलो झट्का भने राज्यले होइन, त्यही गाउँमा छुटेको परिवारले सहनुपर्छ, होइन र? वृद्धाको स्याहार सुसार अनि बालबालिकाको शिक्षा दीक्षाको सम्पूर्ण अभिभार त त्यही बदलिएको परिवारको काँधमा आइपर्छ। एकदम सही पक्र्नुभयो। र त्यहीँनेर आर्थिक प्रक्रियाहरू पनि जोडिन्छन् नि त। कसरी? यदि आर्थिक नीतिले बजारमा महँगी बढायो भने त्यसको पहिलो असर कहाँ पर्छ? अर्थ मन्त्रालयको ढुकुटीमा त पक्कै होइन। होइन, सिधै एउटा परिवारको भान्सामा पर्छ नि त्यो त। एकदम।
बजेटको कटौती कहाँ गर्ने अनि कुन बच्चालाई कुन स्कुल पठाउने वा भनौँ पोषणयुक्त खानामा कसरी सम्झौता गर्ने भन्ने जुन निर्णयहरू छन् नि ती सबै त्यही भान्सामा हुन थाल्छन्। साँच्ची नै। त्यसैले दिगो विकासको लक्ष्य त्यति बेला मात्र हासिल हुन सक्छ जब राज्यका नीतिहरूले ती इन्जिनहरूलाई तपाईँले अघि भन्नुभएको जस्तै सुचारू राख्न मद्दत गर्छन्। हजुर। यदि नीति बनाउँदा परिवारले भोग्ने यी प्रत्यक्ष असरहरूलाई बेवास्ता गरियो भने नि जतिसुकै ठूलो बजेट खन्याए पनि त्यसले समाजमा कुनै सकारात्मक परिणाम ल्याउन सक्दैन। यसरी हेर्दा त परिवारलाई केवल एउटा परम्परागत सामाजिक संस्था मात्र मान्ने सोचभन्दा धेरै माथि उठेर यसलाई विकासको मुख्य हिस्सेदार पो मान्नेको रहेछ त। पक्कै पनि। तर नि यहाँनिर कुरा साँच्चै रोचक बन्छ है। स्रोत सामग्रीमा उल्लेख भएका केही कुराहरूले मलाई अलिकति अचम्ममा पारिरहेछन्, अलिकति कन्फ्युज पनि भएँ म। ए हो र? कस्ता कुराहरूले? स्रोतमा उल्लेख भएका ती ठूला विश्वव्यापी समस्याहरूलाई हेरौँ न। गरिबी निवारण र भेदभावको अन्त्य गर्ने कुरासम्म त बुझ्न सकिन्छ। हजुर। किनकि गरिबीले सबैभन्दा पहिले एउटा परिवारलाई नै गाँच्ने हो नि त। तर त्यहाँ दुर्व्यवहार, रोकथाम, उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य र अझ वातावरणीय विनाशलाई सम्बोधन गर्ने जस्ता अति नै ठूला र जटिल विश्वव्यापी मुद्दाहरूको समाधान पनि परिवार लक्षित नीतिमै खोजिएको छ। मलाई अलिकति खड्किएको कुरा के हो भने वातावरणीय विनाश वा कार्बन उत्सर्जन घटाउने कुरा त सिधै राज्य संयन्त्र, ठूला उद्योगहरू वा ग्लोबल वार्मिङसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानूनका कुरा होइनन् र? सुन्दा त्यस्तै लाग्छ। अनि यति ठूला विषयलाई पनि परिवारमुखी नीतिसँग जोड्नु भनेको त कतै राज्यले आफ्नो दायित्वबाट पन्छिएर सबै भार परिवारलाई नै बोकाउन खोजेको जस्तो देखिएन र? सुन्दा त्यो पक्कै पनि अलि महत्वाकांक्षी वा राज्य पन्छिन खोजेको जस्तो नै लाग्न सक्छ। म बुझ्छु यो कुरा। तर यदि हामीले यसलाई विश्वव्यापी अर्थतन्त्रको समग्र चित्रसँग जोडेर हेर्ने हो भने नि यसभित्र लुकेको एउटा गहिरो संयन्त्र छर्लङ्ग हुन्छ। कसरी? हेर्नुहोस्, वातावरण वा स्वास्थ्य भनेको नि राज्यले माथिबाट मात्रै नियन्त्रण गर्न सक्ने कुरा होइन क्या। राज्यले कार्बन उत्सर्जन घटाउने वा प्लास्टिक प्रतिबन्ध गर्ने कानून त बनाउला, तर त्यसको दैनिक अभ्यास कहाँ हुन्छ त? भनेपछि नीति निर्माणको तह जतिसुकै माथि भए पनि उपभोगको तह त परिवारमै झर्छ भन्न खोज्नु भएको हो नि। उपभोगको अन्तिम बिन्दु भनेकै परिवार हो। वातावरणीय विनाशकै उदाहरणलाई अझ अलिकति गहिरिएर हेरौँ न। हुन्छ। एउटा परिवारले दैनिक रूपमा कति ऊर्जा खपत गर्छ, फोहोरको व्यवस्थापन कसरी गर्छ र कस्ता सामानहरू खरिद गर्छ भन्ने कुराले नै वातावरणमा सोझै असर पार्छ। त्यो त हो। मानौ न राज्यले वातावरण मैत्री उत्पादनहरू मात्र प्रयोग गरौँ भनेर एउटा नीति ल्यायो। तर यदि राज्यको आर्थिक नीतिले एउटा परिवारलाई यति धेरै गरिबीमा धकेलेको छ कि उनीहरूले सस्तो एकपटक मात्र प्रयोग हुने प्लास्टिकका सामानहरू बाहेक अरू किन्नै सक्दैनन् भने त्यो वातावरणीय नीति त पूर्ण रूपमा असफल भयो नि, भएन र? ओहो, यो त निकै बलियो तर्क हो। गरिबीको चपेटामा परेको परिवारले नि सौर्य ऊर्जा वा जैविक भनौँ न अर्ग्यानिक खानाको महँगो विकल्प रोज्नै सक्दैन नि। यसको मतलब वातावरणीय नीति तबसम्म सफल हुँदैन जबसम्म परिवारको आर्थिक अवस्था सुधार्ने नीतिसँग त्यो जोडिँदैन, होइन त? एकदम ठ्याक्कै त्यही हो। राज्यले रुख रोपौँ वा वातावरण जोगाउँ भन्नु एउटा कुरा हो, तर परिवारलाई त्यस्तो वातावरण मैत्री जीवनशैली अपनाउन आर्थिक र संरचनागत रूपमै सक्षम बनाउनु चाहिँ बल्ल परिवारमुखी नीति हो। र यो तर्क स्वास्थ्य र दुर्व्यवहारको मुद्दामा पनि नि उत्तिकै लागू हुन्छ है। कसरी? स्रोत सामग्रीले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्ने कुरालाई परिवारसँग जोडेको छ नि। स्वास्थ्य सेवा वा ठूला अस्पतालहरू त राज्यले निर्माण गर्छ, तर बिरामी पर्दा अस्पताल जाने कि नजाने, स्वास्थ्य बीमाको किस्ता कसरी तिर्ने वा रोग लाग्नै नदिन कस्तो पोषणयुक्त खाना खाने भन्ने सबै महत्त्वपूर्ण निर्णयहरू त त्यही परिवारको बैठक कोठामै हुन्छन् नि त। यसले त मलाई अर्को पाटोबाट सोच्न बाध्य बनायो। कस्तो पाटो? यदि कुनै परिवारभित्र चरम आर्थिक अभाव छ वा त्यहाँ लैङ्गिक भेदभाव छ भने नि घरको कोही सदस्य बिरामी पर्दा उपचारमा खर्च गर्ने कि नगर्ने भन्ने निर्णयमै विभेद हुन सक्छ नि त। पक्कै पनि हाम्रो समाजमा देखिन्छ नि यस्तो।
छोरा बिरामी पर्दा ऋण काटेरै भए पनि अस्पताल लैजाने, तर छोरी वा बुहारी बिरामी पर्दा घरेलु उपचारमै भर पर्ने परिदृश्य त हामीले देख्दै आएकै कुरा हो नि। हो, त्यही नै मुख्य चुरो कुरो हो। गरिबी, भेदभाव र दुर्व्यवहार एकअर्काका उपज हुन् र यी सबै परिवारभित्रै जरा गाडेर बसेका हुन सक्छन्। हजुर। त्यसैले उपचार नपाएर हुने मृत्युदर घटाउन नि अस्पताल मात्र बनाएर पुग्दैन क्या। परिवारको चेतना स्तर र आर्थिक अवस्था सुधार्ने नीतिहरू पनि सँगसँगै आउनुपर्छ। अँ। एउटा सक्षम, आर्थिक रूपमा सुरक्षित र सचेत परिवारले मात्र आफ्ना सदस्यहरूलाई दुर्व्यवहारबाट जोगाउन र भेदभावमुक्त वातावरण दिन सक्छ। यसरी विश्लेषण गर्दा त नि संयुक्त राष्ट्रसङ्घले परिवारलाई सम्पूर्ण विश्वव्यापी समस्याहरूको केन्द्रबिन्दु नै मानेको रहेछ त। एकदम सही। यो त एउटा मास्टर की वा सबै ताला खोल्ने साँचो जस्तै रहेछ नि। गरिबी हटाउनु छ, परिवारको आय आर्जन बढाउने नीति ल्याउँ। वातावरण जोगाउनु छ, परिवारलाई दिगो उपभोगतर्फ उत्प्रेरित गर। असमानता हटाउनु छ, परिवारभित्रै समानताको अभ्यास गराउने कानून बनाऊ। हो, र त्यसै कारण यस वर्षको नारालाई दिगो विकासका लागि परिवारमुखी नीति भनिएको हो नि त। यो दिगो शब्द आफैमा निकै निकै अर्थपूर्ण छ नि। कसरी अर्थपूर्ण छ? कुनै पनि विकासका योजनाहरू नि केही वर्षका लागि मात्र नभएर पुस्तौं पुस्तासम्म टिकाउनु पर्ने हुन्छ र मानव समाजमा पुस्तान्तरणको मूल्य मान्यता हस्तान्तरण गर्ने सबैभन्दा बलियो र स्थायी माध्यम भनेकै परिवार हो क्या। यो सबै सुन्दा स्पष्ट हुन्छ कि यस्तो गहिरो सोच कुनै एक दिन बिहान उठेर रातारात आएको विचार त पक्कै होइन। पटक्कै होइन। स्रोत सामग्रीले यसको ऐतिहासिक पृष्ठभूमि पनि निकै चाखलाग्दो तरिकाले प्रस्तुत गरेको छ नि। 1980 को दशकदेखि संयुक्त राष्ट्रसङ्घले परिवारसँग सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न थालेको देखिन्छ। हजुर। यो पुरै घटनाक्रम हेर्दा त मलाई नि संयुक्त राष्ट्रसङ्घको कार्यप्रणाली एउटा विशाल, सुस्तरी तर एकदमै निश्चित गन्तव्यमा पुग्ने मालवाहक रेल जस्तै लाग्छ नि। यो मालवाहक रेलको रूपकले त संयुक्त राष्ट्रसङ्घको नोकरशाही प्रक्रियालाई निकै सटीक रूपमा चित्रण गर्छ है। तर यो रेलले आफ्नो यात्रा कसरी पार गर्यो भन्ने कुरा अझ बढी महत्त्वपूर्ण छ नि यहाँ। हेर्नुहोस् है, स्रोतले दिएको मितिहरूलाई विचार गरौँ। 80 को दशकमा यो सोच बल्ल सुरु भयो। त्यसपछि 1983 मा आर्थिक तथा सामाजिक परिषदको सिफारिसको आधारमा सामाजिक विकास आयोगले विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव प्रस्तुत गर्यो। फेरि 2 वर्षपछि 1985 में 29 मा गएर परिषदले महासभाको 41औं सत्रको अस्थायी एजेन्डामा विकास प्रक्रियामा परिवारहरू शीर्षक समावेश गर्न अनुरोध गर्यो। हजुर। त्यतिले पनि पुगेन क्या। फेरि सामाजिक विकास आयोगकै सिफारिसमा 19 डिसेम्बर 9 मा महासभाले पुरै 1 वर्षलाई अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गर्यो। हो। लामो कूटनीतिक र संस्थागत यात्रा पार गर्नु परेको छ। यो लामो सूची सुन्दा जो कोहीलाई पनि लाग्न सक्छ, किन यति धेरै समय लाग्यो होला? किन एउटा सामान्य प्रस्ताव सिधै पारित गरेर दिवस मनाउन थालिएन होला? हो त नि, किन त्यस्तो भयो? तर यसको भित्री कारण नि निकै गम्भीर छ। यहाँ 2 ठूला संस्थाहरूको नाम आएको छ, आर्थिक तथा सामाजिक परिषद, जसलाई हामी इकोसक भन्छौं, र महासभा अर्थात् जनरल असेम्ब्ली। यी 2 निकाय बीचको भिन्नता नबुझी यो दशक लामो यात्रा बुझ्न सकिँदैन नि। यसले एउटा महत्त्वपूर्ण पाटो उगार्छ है। इकोसकले कुनै प्रस्ताव महासभामा लैजानुको अर्थ खासमा के हो त? हेर्नुहोस्, इकोसक भनेको संयुक्त राष्ट्रसङ्घको एउटा यस्तो अङ्ग हो जसले अध्ययन, अनुसन्धान र प्राविधिक विश्लेषणको काम गर्छ। यो एक प्रकारले राष्ट्रसङ्घको थिङ्क ट्याङ्क हो भनौँ न। हजुर। हुन्छ, र जहाँ हरेक देशको आफ्नै राजनीतिक र सांस्कृतिक स्वार्थ जोडिएको हुन्छ। अब विचार गरौँ न, यो परिवार भन्ने शब्द सुन्दा जति सरल लाग्छ नि, विश्वव्यापी रूपमा यसलाई परिभाषित गर्न त्यति नै गाह्रो छ क्या। कसरी गाह्रो छ र? जस्तै कुनै देशमा संयुक्त परिवारको अवधारणा छ, कुनैमा एकल परिवारको, कतै विवाहको परिभाषा फरक छ नि त। यस्तो अवस्थामा सम्पूर्ण विश्वलाई परिवार नै विकासको आर्थिक र सामाजिक संयन्त्र हो भनेर सहमत गराउनु भनेको चान्चुने कुरा त पक्कै थिएन। ओहो, भनेपछि
यो दशक लामो समय भनेको केवल कागजपत्र एउटा अफिसबाट अर्को अफिसमा सार्न लागेको समय मात्र त थिएन रहेछ। पक्कै थिएन। यो त एउटा विशाल प्याराडाइम शिफ्ट वा भनौँ सोचमा आएको ठूलो परिवर्तनलाई संस्थागत गर्न लागेको समय पो रहेछ त। संसारभरका देशहरूलाई उनीहरूको सांस्कृतिक मतभेदभन्दा माथि उठेर परिवारलाई एउटा नीतिगत औजारको रूपमा स्वीकार गर्न लगाउनु त पक्कै पनि निकै जटिल थियो होला नि। एकदम। र त्यही भएर नै 1989मा सिधै दिवस घोषणा गर्नुको साटो नि पुरै 1 वर्षलाई अन्तर्राष्ट्रिय परिवार वर्षको रूपमा घोषणा गरियो। त्यसको कारण त्यो पो रहेछ। हजुर, यसको उद्देश्य भनेको विश्वभरका देशहरूलाई यो विषय कति गम्भीर छ भनेर बुझ्न, आफ्नो देशको जनसाङ्ख्यिकीय र पारिवारिक तथ्याङ्क सङ्कलन गर्न अनि नीतिहरू बनाउनु अघि अनुसन्धान गर्न 1 वर्षको समय दिनु थियो क्या। जब विश्वव्यापी रूपमा पर्याप्त तथ्याङ्क र सहमति जुट्यो नि, त्यसको 4 वर्षपछि मात्र 93मा हरेक वर्ष दिवस मनाउने निर्णय भयो। यो त साँच्चै नै एउटा सुविचारित र रणनीतिक कदम रहेछ नि। अन्तर्राष्ट्रिय समुदायले विकासलाई केवल ठूला भौतिक पूर्वाधार, गगनचुम्बी भवन वा जीडीपीको अङ्कमा मात्र सीमित राखेर हेर्ने पुरानो चस्मा फुकालेछ भन्दा फरक नपर्ला। एकदम फरक पर्दैन। समाजको सबैभन्दा आधारभूत एकाइलाई बलियो नबनाई गरिने जतिसुकै ठूला विकासका प्रयासहरू पनि बालुवाको महल जस्तै ढल्छन् भन्ने कुरा उनीहरूले ढिलै भए पनि महसुस त गरे नि। उनी यसले प्रमाणित गर्छ कि यो दिवस मनाउने निर्णय नि कुनै हतारमा वा केवल रित पुर्याउन गरिएको थिएन। यो त मानव विकासको मोडललाई नै तल्लो तहबाट पुनर्संरचना गर्ने एउटा विश्वव्यापी प्रयासको नतिजा थियो। सुन्दा जति सामान्य लाग्छ नि, यसको भित्री पत्र त्यति नै गहिरो छ है। एउटा दिवसको पछाडि यति धेरै इतिहास, यति ठूला एजेन्डा र यस्तो विशाल विश्वव्यापी दृष्टिकोण लुकेको हुन्छ भन्ने कुरा आज यो स्रोत सामग्रीले हामीलाई छर्लङ्ग पारिदिएको छ। पक्कै पनि। त्यसो भए अब यसको समग्र अर्थ के हो त? हामीले आजको यस विस्तृत छलफलबाट के निष्कर्ष निकाल्न सक्छौं? स्पष्ट छ नि, मे 15मा मनाइने अन्तर्राष्ट्रिय परिवार दिवस केवल क्यालेन्डरमा रातो मसीले कोरिएको दिन वा सामाजिक सञ्जालमा ह्याप्पी फ्यामिली डे भनेर शुभकामना दिनका लागि मात्र बनाइएको त होइन रहेछ। होइन। यो त राज्यका नीति निर्माताहरूलाई झकझकाउने दिन हो नि। यो गरिबी निवारण, वातावरणीय संरक्षण, स्वास्थ्यमा पहुँच र दिगो विकासका लागि परिवारको केन्द्रीय भूमिकालाई आत्मसात गर्ने दिन हो। एकदम। र यो हामी सबैका लागि किन प्रत्यक्ष रूपमा महत्त्वपूर्ण छ भने नि, राज्यले बनाउने हरेक नीतिले अन्त्यमा असर गर्ने भनेकै हाम्रै परिवारलाई हो नि त। हो। चाहे त्यो ब्याङ्कको ब्याजदर बढ्दा होस्, जलवायु परिवर्तनले उब्जनी घट्दा होस् वा कुनै महामारी फैलिँदा होस्, त्यसको सामना गर्ने पहिलो र अन्तिम पर्खाल नै परिवार हो क्या। हजुर। त्यसैले नीतिहरू परिवारमुखी हुनुपर्छ भन्ने आवाज उठाउनु भनेको नि कुनै अमूर्त आदर्शको कुरा गर्नु होइन। यो त हाम्रो आफ्नै अस्तित्व र हाम्रा सन्ततिको भविष्यलाई सुरक्षित गर्नु हो नि। आजको छलफल साँच्चै नै आँखा खोल्ने खालको रह्यो। सुरुवातमा हामीले भने जस्तै ठूला विश्वव्यापी मुद्दाहरूको समाधान ठूला सम्मेलन कक्षामा मात्र होइन, हाम्रो भान्सा र बैठक कोठाबाट पनि सुरु हुन्छ भन्ने कुरा आज स्रोत सामग्रीकै आधारमा प्रमाणित भयो। हजुर, तर अन्त्यमा नि यी सबै कुराहरू विश्लेषण गरिरहँदा मलाई स्रोत सामग्रीकै सेरोफेरोमा एउटा कुराले निकै सोचमग्न बनाइरहेको छ है। कुन कुराले? हामीले परिवारमुखी नीतिले दिगो विकास र वातावरणीय विनाश रोक्ने लक्ष्य राख्छ त भन्यो है। तर अबको भविष्य कस्तो होला नि? अहिले त समाजको संरचना तीव्र रूपमा बदलिँदो छ। हिजोका ठूला संयुक्त परिवारहरू टुक्रिएर एकल परिवारमा परिणत हुँदैछन्। त्यो त हो। परिवारको आकार झन्झन सानो हुँदै गइरहेको छ। मानिसहरू सन्तान नजन्माउने निर्णय गर्दैछन् र कतिपय अवस्थामा त परम्परागत परिवारको परिभाषामै ठूलो परिवर्तन आइरहेको छ नि। साँच्चै हो। यस्तो अवस्थामा भविष्यमा यो बदलिन्दो संरचना र परिवारको सानो हुँदै गएको आकारले नि संयुक्त राष्ट्रसङ्घलाई आफ्ना यी परिवारमुखी नीतिहरू पुनर्विचार गर्न वा परिवार भन्ने संस्थालाई नै नयाँ ढङ्गले परिभाषित गर्न कतिको बाध्य बनाउला। ओहो, यो साँच्चै नै घोत्लिनु पर्ने र भविष्यतर्फ इङ्गित गर्ने प्रश्न हो। समयको बहावसँगै परिवारको स्वरूप त पक्कै बदलिनेछ, तर के हाम्रा विश्वव्यापी नीतिहरू त्यो तीव्र परिवर्तनलाई सम्बोधन गर्न र नयाँ संरचनालाई अँगाल्न तयार छन् त? त्यही त नि। यस विषयमा हामी सबैले पक्कै पनि सोच्नुपर्नेछ र आजको लागि हाम्रो यो गहिरो अध्ययन र विस्तृत छलफल चाहिँ हामी यहीँनेर बिट मार्छौं।